मूर्खसँग मित्रता गर्नु भनेको सर्प पाल्नु जस्तै हो। जिन्दगीमा आफूभन्दा कमजोर व्यक्तिको सहायता गर्नु, तर त्यस्तो आश पनि नगर्नु कि बदलामा उसले पनि तिमीलाई सहायता गर्नेछ। जो व्यक्ति समयको मूल्य बुझ्दैन ऊ जीवनभर पछुताइरहन्छ। खराब पुस्तकमाथि विश्वास गर्नुभन्दा अज्ञानी हुनु नै राम्रो। शिक्षा नै सबैभन्दा ठुलो धन हो। बुद्धिमान व्यक्तिले प्रत्येक कुराबाट सिक्छ, जीवनको सुखबाट, दुःखबाट, सफलताबाट र असफलताबाट पनि। आवश्यकता पर्दा शत्रु पनि मित्र बन्न सक्छ। असल मित्र एक गहना हो, तर सबैसँग मित्रता नगर्नु। जसले आफैलाई नियन्त्रण गर्न सक्छ उनै साँचो विजेता हो। जीवनमा झुट धेरै बोल्नेहरू कहिल्यै पनि दीर्घकालीन सफल हुन सक्दैनन्। धन कमाउन सजिलो छ, तर त्यसको सदुपयोग गर्न गाह्रो छ। विचार नै व्यक्तिको वास्तविक शक्ति हो। दुष्ट मानिसको सङ्गत नाशको कारण बन्न सक्छ। आफ्ना छोराछोरीलाई 7 वर्षसम्म मायाले बाँध, 15 वर्षसम्म अनुशासनमा राख, अनि त्यसपछि मित्र बनाऊ। चतुर मानिसले आफ्ना कमी कमजोरीहरू अरूलाई देखाउँदैन। काम गर्ने समय गुमाउने व्यक्ति भविष्यमा रोहिरहन्छ। जसले आफ्नो रहस्य अरूलाई बताउँछ ऊ आफै आफ्नै विनाशको कारण बन्न सक्छ। समय सबैभन्दा शक्तिशाली हतियार हो। जुन कार्य तिमीलाई आजै गर्न सकिन्छ त्यसलाई भोलिको लागि नछोड। अनुशासन बिना कोही पनि व्यक्ति महान बन्न सक्दैन। सत्य बोल्नेको हिम्मत उच्च हुन्छ। बुद्धिमान मानिस सधैँ प्रश्न गर्छ। खराब मानिसको तारिफ पनि खतरा हुन्छ। सज्जन मानिसको मौनताले पनि शिक्षा दिन्छ। जो व्यक्ति जीवनमा निन्दा सहन सक्छ उनै असल राजा बन्न सक्छ। एक साँचो मित्र आपतमा चिन्न सकिन्छ। जीवनमा धनसँगै बुद्धि पनि जरुरी हुन्छ। जीवनमा गम्भीर परिस्थिति सधैँ चुपचाप रूपमा आउने गर्छ। मेहनत नगर्नेले जहिले पनि आफ्नो भाग्यलाई दोष दिन्छन्। महिलाहरूको आदर गर्नु सभ्यताको चिन्ह हो। आत्मबल नै साँचो शक्ति हो। आत्मज्ञान बिना मुक्तिको कल्पना गर्न सकिँदैन। जो ज्ञान खोज्दछ ऊ कहिल्यै पनि हार्दैन। दुर्बल व्यक्तिले कहिल्यै पनि शक्तिशाली व्यक्तिको सम्मान पाउन सक्दैन। लोभी व्यक्ति जीवनमा कहिल्यै पनि सन्तुष्ट हुन सक्दैन। तपाईको इमानदारीतापन नै तपाईको सफलताको जरा हो, मूल हो। बचत नगर्ने व्यक्तिले भविष्यमा दुःख पाउँछ। संसार परिवर्तन हुन्छ, तर नीति स्थायी रहन्छ। आफ्नो शत्रुलाई जीवनमा कहिल्यै पनि कमजोर नठान्नुहोस्। तपाईले मान्ने धर्म नै जीवनको मुख्य आधार हो। गोप्य कुरा कसैसँग पनि नगर्नुहोस्। शत्रु सधैँ मुस्कानको आडमा प्रहार गर्छ। सबै कुरा सबैलाई कहिल्यै पनि नगर्नु। जुन देशमा नीति छैन त्यो देश नष्ट हुन्छ।
लोभ मान्छेको सबैभन्दा ठुलो शत्रु हो। विद्या कसैबाट पनि प्राप्त गर्न सकिन्छ। काममा ढिलाइ गर्नु मूर्खताको चिन्ह हो। धन र ज्ञानको सही संयोजन महानताको प्रतीक हो। कोही पनि व्यक्ति पूर्ण छैन, तर सुधार अवश्य सम्भव छ। जीवन एक युद्ध हो, तर बुद्धिमत्ताले जीवन जित्न सकिन्छ। जीवन एक युद्ध हो, तर बुद्धिमत्ताले जित्न सकिन्छ। जीवनमा कहिलेकाहीँ गलत निर्णयले पनि शिक्षा दिन्छ। अर्काको ईर्ष्या गर्नु आत्मनाशको कारण हो। आफूलाई चिन्नु नै साँचो ज्ञान हो। हराएको र गुमेको विश्वास प्राप्त गर्न फेरि गाह्रो छ। जीवनमा जहिले पनि विवेकले नै निर्णय लिनुपर्छ, भावनाले होइन। झुठा मित्रहरू आगो भन्दा पनि खतरनाक हुन्छन्। दृढ इच्छा शक्ति नै परिवर्तनको आधार हो। सफल बन्न जीवनमा नीति, निष्ठा र सहनशीलता चाहिन्छ।